हामी चाहिँ आफआफ्नो बोतलमा पानी भरेर सभ्यता दिदी र म चाहिँ आमा जन्मेको ठाउँ राजाबास जाँदैछौँ। आमा र मामुसँग यहाँ चाहिँ हामीलाई गुरुबाले बस स्ट्यान्डसम्म ल्याइदिइसक्नुभयो अनि हामी चाहिँ सिटी चढ्यौँ। यहाँ चाहिँ सभ्यता दिदी म मामु अनि आमा गफ गर्दै हुन्छ। यहाँ चाहिँ हामीले फोटोहरू भिडियोहरू पनि खिच्यौँ सिटीमै। अनि यहाँ चाहिँ मेरो टोपी उडाएको थियो सिटीबाट अचानक अनि मलाई चाहिँ टेन्सन भएर म टाउकोमा हालेर बसिरहेको थिएँ। हामी चाहिँ यताउताको भ्यू हेर्दै राजाबास जाँदैछ। यहाँ चाहिँ हामी आमा पढेको स्कुल पुगिसक्यौँ। हेर्नुहोस् न कत्रो ठुलो फिल्ड, म त त्यहाँ जाने बित्तिकै कुद्न मन लाग्यो। अनि सभ्यता दिदी र म भएर त्यहाँ रेस पनि खेल्यौँ। यो चाहिँ आमा पढेको स्कुल हो। आमालाई चाहिँ त्यहाँ पुगेपछि आफ्नो पुरानो दिनहरूको सम्झना आइरहेको थियो अनि आमाले पनि फोटो खिच्नुभयो। यहाँ चाहिँ मामु म अनि सभ्यता दिदीले पनि भिडियो फोटो खिच्यौँ। यहाँ चाहिँ हामी टिकटक बनाउँदैछौँ सभ्यता दिदी र म। मलाई त यहाँको फिल्डै मन परेको थियो, जानै मन थिएन। आहा कस्तो रमाइलो भयो नि यो स्कुलमै पनि। अब चाहिँ हामी स्कुलबाट निक्ल्यौँ। यहाँ चाहिँ हामीले एउटा फुल देख्यौँ अनि कुद्दै गएर त्योसँग पनि फोटो खिच्यौँ। हामीलाई त यहाँको केही थाहा छैन, आमाले हामीलाई जहाँ लानुहुन्छ हामी त त्यति जाने हो। यहाँ हेर्नुहोस् न चिकनहरूलाई कस्तो राम्ररी राखेको रहेछ। अनि यहाँ लिली फ्लावर पनि छ। यो चाहिँ आमाको छिमेकीको घर हो, दिपक अङ्कलको घर। यहाँ चाहिँ दुईजना बुनु रहेछन् अनि उनीहरू चाहिँ कस्तो जोयफुल थिए। अनि म चाहिँ उनीहरूसँग पनि फोटो भिडियोहरू खिच्दैछु। म गएर उनीहरूको नाम सोधेर गफ गर्न थालेँ एकछिन। अनि यहाँ चाहिँ हामीलाई दिपक अङ्कलले पेन्टा ल्याएर दिस्यो। अनि हामी चाहिँ आफ्नो कपमा हालेर खान थाल्यौँ। अब म चाहिँ एउटा फुल टिपेर मामुको कानमा सिउरिँदैछु। म चाहिँ मामुलाई फुल सिउरिँदैछु, कानमा सिउरिँदैछु। यहाँ चाहिँ ठुलो कोकोनटको रुख रहेछ। राजाबासमा चाहिँ हरियाली वातावरण रहेछ। यो चाहिँ आमालाई बिहे गरेर भित्र्याएको घर हो। अनि यहाँ चाहिँ आमा छिमेकीकोमा पसेर बोल्दै हुनुहुन्थ्यो अनि हामी चाहिँ आमालाई बोलाउँदै थियौँ। बल्ल बल्ल आमा आइपुग्नु भयो। अनि यहाँ चाहिँ मामुले ब्याम्बोको रुखको फोटो खिच्दै हुनुहुन्थ्यो। अनि यहाँ चाहिँ सभ्यता दिदी र म नलबाट उत्रौँ। माथि चढ्न चाहिँ कस्तो गाह्रो अनि तल उत्रिन चाहिँ कस्तो सजिलो हुने रहेछ नि यस्तो भिरहरूमा त। अनि यहाँ चाहिँ हामीले टाढैबाट मूलकोसी देख्यौँ अनि मामुले भिडियो खिच्नुभयो। यहाँ चाहिँ सभ्यता दिदी सकि नसकी चिकु टिप्ने कोसिस गर्दै हुनुहुन्छ। चिकु काँचै रहेछ तर हामीले मौकामा चौका हानेर टिपिहाल्यौँ एक दुईवटा। अनि यहाँ चाहिँ हामी मूलकोसी पुगेर आमासँग फोटो खिच्दैछौँ। हामी चाहिँ नाउ पनि चढ्यौँ। अनि यहाँ चाहिँ सभ्यता दिदी र म टाइटानिक
टाइटानिक बोटमा चढिसक्यौँ। हामीलाई चाहिँ यो कस्तो टाइटानिक बोट जस्तै लागिरहेको थियो। हामी चाहिँ कुरा पनि गर्दै थियौँ एक आपसमा। अनि यो चाहिँ हाम्रो टाइटानिक बोट। हामीले बोटमा अझै धेरै टिकटक भिडियो अनि फोटोहरू खिच्यौँ। यहाँ चाहिँ आमा र मामु हामीलाई पर्खेर बस्दै हुन्छ तर हामी निक्लिन्नौँ। अनि यहाँ चाहिँ मैले एउटा काठ जस्तोमा फोटो खिच्दैछु। अनि हामीले नाउ चलायौँ। वाउ कस्तो राम्रो आकाश। यहाँ चाहिँ सभ्यतातिर मैले फुल छर्यौँ जुन हामीले बाटोमा कलेक्ट गरेका थियौँ। अनि यहाँ चाहिँ हामी चौतारीमा बस्दैछौँ। हामी गल्यौँ नि त त्यसैले। अनि यहाँ चाहिँ सभ्यता दिदी र मलाई भोक लागेर राजाबासमा नखाने चकरगट्टीमै खाने प्लान बन्यो। अनि हामीले राजाबासमा एक एकवटा कुल्फी खाएर चिप्स किनेर चकरगट्टी फर्किँदैछौँ। हामी चाहिँ यताउताको भ्यू हेर्दै जाँदै थियौँ। अनि यहाँ चाहिँ हामी वाउ मोमो पुगिसक्यौँ। अनि हामीले चिकन मोमोको अर्डर पनि दियौँ। अनि यहाँ चाहिँ हाम्रो चिकन मोमो आयो नि हामी धमाधम खाँदैछौँ। बाई।